एभ्रिवान हाले भन्दिन हामी चाहिँ फर्स्ट टाइम हाइकिङ आएको छौँ जामाचु हाइकिङ अनि एकदमै राम्रो ठाउँ चाहिँ एकदम रमाइलो छ राम्रो छ जंगलको बीचमा तर हिँड्न चाहिँ अलिकति गाह्रै हुने रहेछ तपाईलाई कस्तो लागिरहेछ अञ्जली This is my first trekking so yes hiking मेरो चाहिँ 15 मिनेटमै हालत खराब भइसक्यो भर्खरै अघि हामी 5 मिनेट जस्तो रेस्ट गर्यौं उसको ब्याक एनर्जी अनि फेरि हिँड्न जाउँ हार चाहिँ मान्नुहुन्न सो म चाहिँ थाक्दिन अनि दिदी चाहिँ अलिकति छिटो थाक्नुहुन्छ अनि त्यही भएर चाहिँ अलिकति स्लो गरेर हिँडेका छौँ हिँड्नुपर्छ फेरि पछि पनि हिँड्नुपर्छ ल अरू के भन्नु छ तपाईलाई जामाचु जान माछापोखरीबाट ककनी जाने साइड हुँदै हाफ एन आवर हिँडेपछि यस्तो ठाउँमा पुगिन्छ यहाँ 100 रुपैयाँ प्रति व्यक्ति टिकट काटेपछि यहाँबाट भित्र जान दिइन्छ हामीले चाहिँ पल्टु लिएर आएको अनि चक्कु अलाउड गरेन कसलाई दिने हो चक्कु बाहिर काटेर जान्ला अब कसलाई दिएर जाने चक्कु बाहिर काट्छन् त्यत्रो सानो यो हाइकिङ ट्रेलमा हाइकरहरूले चक्कु लान पाउँदैनन् र खानेकुरामा नन भेज आइटम जस्तै माछा मासुहरू पनि लान पाउँदैनन् सुरुको आधी घण्टा सिडी नै सिडीको उकालो छ त्यहाँ हिँड्दा एकदमै थकाइ लाग्न सक्छ त्यही भएर बिस्तारै आराम गर्दै हिँड्दा आफूलाई थकाइ महसुस नहुन सक्छ सिडीको उकालो सकेपछि यस्तो सम्म बाटो आउँछ यो हाइकिङ ट्रेलमा आर्मीहरू पनि ठाउँमा बसिरहनु भएको हुन्छ जुन कुराले हाइकरहरूलाई एकदमै सजिलो हुन्छ सेफ्टीको हिसाबले पनि हामी त्यो सम्म बाटोमा फोटो भिडियो खिच्दै हिँडिरहेको थियौँ त्यहाँ एउटा चेकपोस्ट छ र त्यहाँ हामीले हाम्रो टिकट अनुसार नेम रजिस्टर गरेपछि हामीले अगाडि जान देखिन्छ अनि त्यसपछि हामीले हाम्रो नेम रजिस्टर गरेपछि हामीले फेरि हाम्रो हाइकिङ स्टार्ट गऱ्यौँ अहिले चाहिँ हामीले वाटरमेलन ब्रेक लिइरहेछौँ How do you feel? जना हामीसँग आएको सबजना गइसक्यो हाम्रो ग्याङ चाहिँ महा लोसे हामीलाई त अहिले पछि आउनु नि भ्याइदिन्छ होला कोही पनि छैन ल यस्तो नि हुन्छ यस्तो नि हुन्छ कहाँ चाहिँ कुन बाटो छ फाइनली हामीले हिँडेको चाहिँ 1 घण्टा भयो अझै हामी पुगेका छैनौँ पुगेको छैन 2 घण्टा लाग्छ नभए चाहिँ हिँडेर सक्ने रहेछ सिडी भएर चाहिँ अलिक यस्तो गाह्रो हुने रहेछ स्टार्टिङको सिडीबाट ठिक थियो है हामी त्यसै उफु पुगेर चाहिँ झन् बिचको सिडी त बाबा फेरि सिडी आउँछ लाग्छ भने किन चाह्यो भने त फेरि सिडी आयो अरे आएछ दाइँदै गाह्रो भयो अब खरबुजा टाइम म डाक्टर शशाङ्कको फ्यान हो त्यही भएर म डाक्टर शशाङ्क जस्तै खरबुजा टाइम गर्ने दामी मैले चाहिँ खरबुजा फर्स्ट टाइम खाएको मलाई चाहिँ एकदमै म भन्न सक्छु हजुरले यस्तो खरबुजा कहीँ खानु भएको छैन आउनुहोस् माछा पोखरीमा किनेर खानुहोस् मलाई मेरो प्रियजनहरूलाई खरबुजा दिन साह्रै रमाइलो लाग्छ त्यो भएर मैले उहाँहरूलाई खरबुजा दिएको हो अब खाकी कस्तो राम्रो देखिन्छ नाच्दैखेर कस्तो फटाङ्ने जस्तो पुतुक उठेको यो हाइकिङ ट्रेलमा चराचुरुङ्गीको आवाजहरू पनि आउँछ 1.5 घण्टा हिँडेपछि हामी एउटा चौरस्तो ठाउँमा आउँछौँ त्यहाँबाट काठमाडौँको एब्सोल्युट ब्युटिफुल भ्यू देखिन्छ र हामी जाने डेस्टिनेसन वहाँ छ 2:45 भयो मेरो साथीहरू सबले मलाई छोडेर गइसक्यो अनि म एक्लै हिँड्दैछु जङ्गलमा Look at this guys look at this around 3 hours and yet we haven't reached to our destination and how are you feeling त्यही त हो नि के हिँडेको 3 घण्टा भइसक्यो दिदी तपाईलाई कस्तो लागिरह 2 घण्टा भयो बहिनी सिरियसली हामी 1 बजे आएको अनि 3 बजे 3 घण्टा भयो त्यही त
2 घण्टा भयो हिँडेको, अझै पनि डेस्टिनेसन आएको छैन। तपाईँलाई कस्तो लागिरहेको? अब आधा घण्टा आई थिङ्क फर्किनु पर्ने 4:30 मा छ, 4:40 मा आधा घण्टामा आएर के गर्ने होला। लास्ट थाक्यो गाइस, लास्ट तर रमाइलो पनि छ। कालो थियो अब चाहिँ ओह्रालो पो आयो। धन्न पानी परेन। उन्नु ओह्रालो आयो भने एक्साइटेड भएको त फेरि उकालो आएछ। ट्विस्ट माथि ट्विस्ट रहेछ कपडा त फेरि उकालो त्यो देखिरहेछ। त्यो चाहिँ हो कि होइन? जाम्बाचोमा मिठो चटपटी बनाउनु रहेछ। 2 घण्टाको हाइक गरेपछि अब पालो आलुको तरकारी र चुराको। हामी खाजा खाइसकेपछि एकछिन घुम्न थाल्यौँ, फोटो सेसनहरू गर्न थाल्यौँ, एकछिन यताउति हिँड्न थाल्यौँ। त्यहाँ चाहिँ लालीगुराँसको सिजन पनि सकिसकेको रहेछ हामी जाने बेलामा। सो तपाईँहरू चाहिँ लालीगुराँसको सिजनमा जानुहुन्छ एकदमै बेस्ट हुन्छ। यताउति टुर्यौँ अनि हामी सबैजनालाई एकै ठाउँमा बसेर पनि फोटो भिडियोहरू खिच्यौँ। सो इट वाज एब्सोल्युट मेमोरी। हामी यहाँबाट फर्किन्छौँ 4 बजी हो अहिले। सो बाई। हामी गएको बेलामा चाहिँ धुम्म बादल लागिरहेको थियो, त्यस्तो भ्यू क्लियर पनि थिएन। अनि हिँड्ने बेला हामी फेरि एकचोटि लास्ट टाइम त्यहाँ अगाडि वरपर घुम्यौँ अनि हामी त्यहाँबाट फर्क्यौँ। 4 बजेपछि हामी माथिबाट तल फर्किनु पर्ने रहेछ। हामीलाई आर्मीहरूले पनि तल फर्किनु भन्नु भएको थियो र त्यहाँ माथि हुनुभएको सबैजना मान्छेहरू फर्किने तर्खरमा हुनुहुन्थ्यो। जाने बेलामा जति टपमा पुग्ने हतार थियो, फर्किने बेला त्यति हतार नहुने रहेछ। खुट्टाहरू पनि गलिसकेका थिए, त्यही भएर बिस्तारै भ्यूहरू इन्जोय गर्दै हिँडिरहेको थियौँ। बिस्तारै हतार नगरी गीत सुन्दै हिँड्दै हिँड्दै तल हामीले हाइक स्टार्ट गरेको ठाउँमा पुग्यो। फाइनली अहिले चाहिँ 6 बज्यो। अहिले हाम्रो हाइक कम्प्लिट भयो। सो टोटलमा 5 घन्टा लाग्यो। तपाईँहरू पनि जानको लागि 2 घन्टा र माथि घुम्नको लागि 1 घन्टा अनि फर्किनको लागि 2 घन्टा छुटाउनु होला। एकदमै राम्रो हाइकिङ ट्रेल्स